हेलो नमस्ते म फलाद हेत म हालसालै साउदीबाट बोल्दैछु। के तपाईहरू होटल इन्डस्ट्री अथवा रेस्टुरेन्ट लाइनमा काम गर्न आउँदै हुनुहुन्छ अथवा तपाईहरू विदेशको प्लानमा हुनुहुन्छ भने, यदि विदेशको प्लानमा हुनुहुन्छ भने यो रेस्टुरेन्ट लाइनमा होटल लाइनमा सो यो भिडियो तपाईहरूलाई धेरै इफेक्टिभ अनि हेल्पफुल हुनेछ। सो आज म कुरा गर्न गइरहेछु सिक्वेन्स अफ सर्भिसको बारेमा। सिक्वेन्स अफ सर्भिस यो हरेक होटल लाइन अथवा रेस्टुरेन्ट लाइनमा फरक फरक किसिमको हुँदो रहेछ। हामी आफ्नो जुन ठाउँमा काम गर्छौँ त्यो ठाउँका हामी सिक्वेन्स अफ सर्भिस को बारेमा हाम्रो एक्सपिरियन्स सेयर गर्न गइरहेछौँ। सो सिक्वेन्स अफ सर्भिसको बारेमा छोटकरीमा मिठो हाम्रो गङ्गारामजी उहाँले चाहिँ छोटकरीमा भन्नुहुन्छ। सो स्वागत छ गङ्गारामजी हाम्रो बीडीसी च्यानलमा। सो केही सिक्वेन्स अफ सर्भिसको बारेमा तपाईँले भनिदिनुहोस्। सर्वप्रथम नमस्कार सबैजनालाई। नमस्ते, धन्यवाद साथी भोलालाई यो सुवर्ण अवसरको लागि मलाई दिनुभएकोमा। र सबैजनालाई के भन्न चाहन्छु भनेपछि आज यो सिक्वेन्स अफ सर्भिस छ नि, यो हजुरहरूको एप्लाई हुने गर्छ हाम्रो हस्पिटालिटी इन्डस्ट्रीमा। यो भनेको होटल, क्याफे र रेस्टुरेन्टहरूमा एप्लाई हुने गर्छ। र यो किन इम्पोर्टेन्ट छ भनेपछि आज हामी भन्ने गर्छौँ सिक्वेन्स अफ सर्भिस। र यो यसको इम्पोर्टेन्स आवश्यक किन छ भने चाहिँ कन्सिस्टेन्सी फर एभ्री गेस्ट होइन। अनि के भन्छन् फास्टर एन्ड मोर इफिसियन्सी वर्क भयो, अनि इम्प्रुभ गेस्ट सेटिस्फ्याक्सन भयो, अनि रिड्युस इरर्सहरू मिस्टेकहरू भयो, प्रोफेसनल एटमोस्फियर क्रिएट गर्नको लागि। अनि जो नयाँ स्टाफहरू हुन्छ तिनीहरूलाई अलि काम चाँडै सिक्नलाई न्यू स्टाफ लर्न क्विकली। अनि इन्क्रिज सेल्समा पनि यसले धेरै मद्दत गर्ने गर्छ। इन्क्रिज सेल्स पनि इन्क्रिज गर्ने गर्छ। थ्याङ्क यू सो मच। सो तपाईँको भनाइअनुसार जुन हामी चाहिँ सिक्वेन्स अफ सर्भिस हामी चाहिँ फ्लो गर्छौँ, हाम्रो सर्भिसमा अलि हेल्प पुग्छ। अनि यसलाई चाहिँ हामी चाहिँ गेस्टलाई अझै धेरै चाहिँ सेटिस्फ्याक्सन अथवा ह्याप्पी बनाउन सक्छौँ होइन। सो थ्याङ्क यू सो मच गाइज। नेक्स्ट टाइम भिडियोमा फेरि पनि म लिएर आउनेछु अर्को। सो थ्याङ्क यू सो मच गाइज। लेट्स सी।